नक्खु कारागारमा रवि लामिछानेसँगको मेरो त्यो 2 घण्टालाई यो भिडियोमा सटिक रूपमा जानकारी गराउँछु। हिजो म नक्खु कारागार पुगेको थिएँ। पानी एकदमै परिरहेको थियो। पानी परिरहेकै बीचमा रवि लामिछानेसँग धेरैले मलाई पर्सनली मेसेजमा पनि के छ अवस्था तपाईले पनि अपडेट लिनुस् न भनिरहँदाखेरि म पुगेको थिएँ। उहाँको स्वास्थ्य अवस्था चाहिँ पहिले जस्तो छैन। उहाँले पहिले मलाई पुग्ने बित्तिकै हात देखाउनु भयो। पहिला जस्तो छैन नि मेरो पहिलो हात भन्नुभएको थियो। रवि लामिछानेलाई पहिले जस्तो गाह्रो थिएन भेट्न चाहिँ हेर्न चाहिँ एउटा राम्रो चाहिँ के भयो भने पहिला चाहिँ एकदमै जेलमा बसेर भेटेको जस्तो महसुस मैले गरेको थिएँ हैन। एकदम 4-5 वटा तालचो लगाएको अनुहार पनि नदेखेको भैरवमा देखेको त्यो एउटा काल कोठारीमै बसेको जस्तो रवि लामिछाने र आज चाहिँ त्यो थिएन। किनकि आमने सामने बसेर रवि लामिछानेसँग भेटेर कुरा गर्न पाइयो। त्यो चाहिँ मेरो लागि एकदमै सौभाग्य भयो भन्छु। र उहाँले पहिले सुरुमै भन्नुभयो देशको अवस्था कस्तो छ, अब आफूले त यहाँ भित्रबाट केही देख्न पाइदैन, कतिको चेन्ज भएको छ, जनताले के भनिरहनु भएको छ भन्नुभएको थियो। मेरो एउटै उत्तर थियो जनता चेन्ज चाहन्छ, हरेक पटक चेन्ज चाहन्छ। अब र छिटो रिजल्ट पनि चाहन्छ। अब सरकार बनेको छ, सरकारले अहिलेको जो सरकारले भनिरहेको छ त्यो सरकार कुन तहबाट काम गर्छ त्यो त हेर्न बाँकी छ। किनकि हामीलाई थाहा छ नि त भर्खर बनेको सरकारले भयंकरै गर्छ भन्ने चाहिँ छैन। तर चुनावी सरकार चुनावी तालमेलमै र चुनावी वातावरणमै केन्द्रित छ भन्ने मैले र केही महत्त्वपूर्ण काम गर्लान् भन्ने अपेक्षा चाहिँ उहाँले पनि राख्नु भएको रहेछ। र अझै जुन अहिले पछिल्लो समय सहकारी प्रकरणमै प्रभु ब्याङ्कका अध्यक्ष पक्राउ परिसकेपछि उहाँले त्यो विषयलाई पनि गम्भीर रूपमा हेर्नुभयो। यस्ता धेरै कैयौं विषयहरू सहकारी प्रकरणमा छन्। जब प्रत्यक्ष मुसिएकाहरू छोडिएका छन् मलाई समात्यो। अब हेरौं न प्रत्यक्ष मुसिएकाहरू चाहिँ के हुँदो रहेछ भन्ने उहाँले पनि महसुस गर्नु भएको थियो। र अर्को कुरा महत्त्वपूर्ण कुरा चाहिँ त्यहाँ के भयो भने नयाँ शक्तिहरू कसरी मिलाउने होला, सबैमा किन यो एकता छैन भन्ने उहाँले चिन्ता एकदमै गर्नु भएको थियो। दर्शकबिन मैले यो भनिहालेँ नयाँ नमिल्दाको परिस्थितिहरू चाहिँ एकदमै कठिन छ। मलाई पनि सबै यो राष्ट्रसभामा चाहिँ सबैलाई ल्याएर हैन एक बनाउन मन छ। अझ धेरै विचार बोकेकाहरू मभन्दा कैयौं राम्रा विचार बोकेकाहरू बाहिर छन्। उहाँहरूलाई एकै ठाउँमा ल्याउनु छ। त्यो बाटोहरू कसरी तय होला भन्ने उहाँले त्यो चिन्ता व्यक्त गर्नु भएको रहेछ। र पार्टीहरू धेरै नखुलोस् भन्ने उहाँको चाहना रहेछ। किनभने अहिले नै लगभग 6-7 वटा पार्टी दर्ता भइसकेका छ। अनि ती पार्टीहरू पनि धेरै भएर चाहिँ ठूलो हुने होइन। त्यसमा न त पहिले पनि त पार्टी धेरै थिए। बरु काम राम्रोसँग गर्ने, एकता गर्ने, कम्प्रोमाइज गर्ने, सबै आउनेहरूलाई कम्प्रोमाइज गरेर ल्याउने भन्नुभएको थियो। र मैले एउटा प्रश्न गरिहालेँ त्यहाँ अब तपाईसँगै रहेका साथीहरू चाहिँ छोडेर जानु भएको छ कसरी सम्भव होला भनेर मैले सोध्दाखेरि कतिपय सबै मान्छे एउटै विचार बोकेर आउँदैनन्। कतिपय देश बनाउँछु भनेर आएका हुन्छन्। कतिपय स्वार्थ सहित केही स्वार्थ हुन्छ नि आफ्नो व्यक्तिगत स्वार्थका लागि आएका हुन्छन्। स्वार्थ पूरा भइसकेपछि भाग्नेहरू र देश बनाउनका लागि बस्नेहरू धेरै छन् नि। उहाँले भन्नुभयो, नामै लिनुभयो। हामीसँगै अहिले सुविता गौतम, गणेश पराजुलीहरू, सोनिम वाग्लेहरू हैन डिपी अर्यालहरू चाहिँ हाम्रो पार्टीमा अझै पनि सक्रिय भएर लाग्नु भएको छ। भने शाह जस्ता नेताहरू पनि त देश बनाउनु पर्छ भनेर लागिरहनु भएको छ नि भनेर उहाँले भन्नुभएको थियो। र अर्को कुरा मैले त्यहाँ गएर भनिहालेँ यो चाहिँ जस्तो मलाई चाहिँ तपाईका मैले नाम लिन तपाईको पूर्व नेत्रीले पनि चाहिँ राष्ट्रसभाको चाहिँ सूचना पहिला लिउँछ त्यस्तो खालको सम्म आरोप लाग्यो। रवि लामिछाने चाहिँ त्यो तरिकाले चाहिँ जस्तो लाडी गुराँसलाई चाहिँ त्यसरी प्रयोग गर्छ भन्ने तरिकाले उहाँले भन्नुभयो भने रवि लामिछानेले भन्नुभयो त्यसको जवाफ चाहिँ कुन दिन चाहिँ सूचना तपाईलाई दिएको छु र मैले त्यसरी पनि भन्नुभयो हैन। त्यो त तपाईले जे देख्नुभयो त्यो लेख्ने त हो भन्नुभयो। र वास्तवमा त्यही थियो। मेरो अनेस्ट भन्नुपर्दाखेरि रवि लामिछानेसँग जब चौथो पटकको भेट, पहिलो चितवनमा उहाँको चुनाव निर्वाचित भइसकेपछि दोस्रो एकचोटि पार्टी कार्यालयमा भेट भएको हो। त्यो पनि एउटा के विषयमा बाइट लिनका लागि मतलब प्रत्यक्ष यसरी बोलेर है मैले केही कुराहरू गर्ने गरी नजिक भएर
तेस्रो भैरवा र चौथो नक्खु। यति हो मेरो भेट। यदि रवि लामिछानेसँग खोजेर डिटेल्स खोज्नुभयो भने तपाईँले त्यही पाउनुहुन्छ। त्यो त केही छैन। म न उहाँसँग कन्ट्याक्टमा अहिले पनि गएर हेर्नु फेसबुकमा यता केही छैन। तर आरोप लाग्यो केही छैन। तर म यसको जवाब पनि दिन्छु। आरोप लाग्दा पनि मैले यसमा एउटै जवाब छ, यो देश बनाउन जो आउँछ, यो देश राम्रो बनाउन जो आउँछ त्यसको लागि सपोर्ट छ। तर देश चाहिँ भन्नु पर्यो। भोलि रवि लामिछानेले देश बनाएन भने त त्यो विरुद्ध हामीले पनि बोल्ने ठाउँ त प्रशस्त रहला नि। मैले त्यति सोचेँ। त्यसपछि रवि लामिछानेसँग अर्को विषय केन्द्रित रह्यो। मैले छोटो भिडियो बनाउँछु भन्दा लामो भइरहेछ। म घटाउँदै जानेछु, कम गर्दै जानेछु बोल्ने। उहाँसँग कोही 1.5 घण्टा त मैले 5-7 मिनट 10 मिनटमा त सक्दिनँ नि त। तर म जति उ गर्छु, मैले ठ्याक्कै यो उहाँलाई चाहिँ चिन्ता अहिले पनि एउटै कुराको रहेछ होइन। जस्तो यो देश चाहिँ अहिले नयाँ नेतृत्व आएको छ, बनाइदिनु बाटो। उहाँहरू आउनुभएको छ, उहाँलाई चाहिँ फेरि पुराना दलहरूले सिद्ध्याइदिने हो कि खुइलाइदिने हो कि भन्ने चिन्ता चाहिँ रहेछ। र अर्को कुरा जोडिहाल्नुभयो, मैले सोधिहालेँ। मुद्दा लम्बिरहेको छ होइन, किनभने म जुन बेला गएको थिएँ उहाँको मुद्दा ठ्याक्कै स्थगित भएको समाचार भर्खरै आएको थियो र लम्बिरहेछ। के हुन्छ भने उहाँले जवाब दिनुभयो के भन्नुहुन्छ र, किनकि जो प्रधानमन्त्री अहिले हुनुहुन्छ उहाँले त विभिन्न सञ्चार माध्यमै गएर रवि लामिछानेप्रति प्रतिशोध भएको छ भनेर अघिल्लो सरकारलाई उहाँले बोलेकै हो। हालको अन्य मन्त्रीहरूले पनि बोल्नु भएको। मलाई त अपेक्षा छ, किनकि उहाँहरूले त अन्याय गर्नुहुन्न भनेर उहाँले चाहिँ अपेक्षा राख्नु भएको रहेछ। पूर्ण रूपमा अपेक्षा राख्नु भएको रहेछ। किनकि सुशीला कार्की पूर्व प्रधान न्यायाधीश हुँदाको त्यो समयमा उहाँले धेरै ठाउँमा त्यो बोल्नु भएको कुराहरू युट्युबमा खोज्दा पनि भेटिन्छ पनि भन्नुभएको थियो। र म चाहिँ उहाँबाट न्याय पाउनेमा अपेक्षारत छु। किनकि अघिल्लो सरकारले उहाँ आफैले सरकारले लगाए सरकारप्रति औँला उठाएको हुनाले उहाँ आफै सरकारमा हुनुहुन्छ। पक्कै उहाँले बुझ्नु भएको छ म माथि कति अन्याय भएको छ। त्यसकारण मैले न्याय पाउँछु भनेर उहाँले अपेक्षा अहिलेको सरकार अहिलेको प्रधानमन्त्री प्रति राख्नु भएको रहेछ। र फास्ट्यागमा पक्कै मेरो मुद्दा अगाडि बढ्नेछ भनेर उहाँले अपेक्षा राख्नु भएको रहेछ। र अहिलेका मन्त्रीहरूबाट पनि, किनकि प्राय अधिकांश मन्त्रीले रवि लामिछानेलाई प्रतिशोध भएकै भनिरहनु भएको रहेछ। उहाँले त्यो कुरा पनि जोड्नुभयो र मैले त्यो कुराको अपेक्षा गरेको छु। र सहकारी पीडितहरूको पक्षमा चाहिँ म बाहिर रहँदाखेरि झन् ज्यान दिएर लाग्नेछु भन्ने कुरा उहाँले गर्नुभएको थियो। र अर्को एउटा महत्त्वपूर्ण कुरा चाहिँ यसपटकको चुनावसँग केन्द्रित उहाँले कुरा गर्नुभयो। चुनाव कस्तो होला भन्ने चिन्ता चाहिँ उहाँले राख्नु भएको रहेछ। किनकि जनताहरूमा हिजो नयाँ पुस्ता राष्ट्रपामा त रवि लामिछाने नै भनेर राष्ट्रपालाई माया गर्ने धेरै गाउँ बस्तीमा शुभचिन्तकहरू छन्। उहाँले कुन तहबाट भोट हाल्नु होला भन्ने उहाँले चिन्ता पनि राख्नु भएको रहेछ। म त्यो बेलासम्म फर्किन्छु कि फर्किन्न, फर्क्यो भने फेरि चुनाव उठ्ने वातावरण बन्छ कि बन्दैन भन्ने कुरामा चाहिँ उहाँले एउटा चिन्ता पनि राख्नु भएको रहेछ। किनकि धेरैलाई यो चिन्ता छ नि त, यस पटकको उपनिर्वाचनमा रवि लामिछाने फेरि भिड्न पाउँछन् कि पाउँदैनन् भन्ने चिन्ता छ। अनि मैले पनि त्यो प्रश्न गरेको थिएँ, यदि तपाईँले बिगो सहित बिगो तिरेर मुद्दा लड्नुभयो भने के भन्न सक्छ त्यो अवस्था भन्दाखेरि उहाँले त्यो जवाब दिनुभएको थियो। के हुन्छ त्यसको त मुद्दा किनारामा पुगेको हुन्न। त्यसपछि म चुनाव लड्छु लड्दिनँ, लड्न पाउँछु कि पाउँदिनँ, अहिलेको सरकारले कस्तो खालको वातावरण बनाउँछ या मैले कस्तो खालको न्यायका बाटोहरू औलाउन सक्छु भन्ने कुरामा चाहिँ चिन्तित छु भनेर उहाँले भन्नुभएको थियो। त्यही हो, समग्रमा देशप्रतिको चिन्ता रवि लामिछाने जेलबाट पनि गर्नुभएको छ। र सँगै समग्र सञ्चार माध्यमहरूबाट आएका सूचनाहरू जस्तै उहाँले नयाँ नयाँ चाहिँ मिलाउने कोसिस जारी छ। म सबै नयाँहरूलाई मेरै पार्टीमा आए पनि नआए पनि यदि आउनु भएन छ भने पनि आशा लाग्दा व्यक्तिहरूलाई चाहिँ राष्ट्रपाले भरपूर साथ दिन्छ। त्यो ठाउँमा अर्कोलाई चुनाव उठाएर हराउन होइन, उहाँहरू जस्ता राम्रा राम्रा चाहिँ एजेन्डा बोकेका व्यक्तिहरूलाई चुनाव उठाउन साथ दिन्छ। अब म यसपटक चाहिँ साँच्चै अनुहार होइन, यसपटक चाहिँ काम हेरेर मात्रै उम्मेदवारहरू छान्छु पनि भन्नुभएको थियो। खैर जे भए पनि उहाँले बोलेका कुरा यही हो र अहिलेका पुराना शक्तिहरूमा पनि केही
पुराना दलहरू प्रति अझै पनि आश मरेको छैन। पुराना दलका नेताहरू खराब भए पनि दल कहिले खराब हुँदैन। नेतृत्व राम्रा व्यक्तिहरूले गर्दै हुन्थ्यो त्यस्ता दलहरूको। इभन ममाथि पनि औँला उठेको छ, प्रश्न उठेको छ, पार्टी सभापति हट्नुपर्छ भन्नुभएको छ। मैले कमजोरी गरेको रहेछु, पार्टीप्रति मैले त्यस्तो नराम्रो गरेको रहेछु भने त केही छैन। तर पार्टीले मलाई केही वर्ष चाहिँ काम गर्ने त्यो मौका दिनेछ भन्ने अपेक्षा चाहिँ गरेको छु। पार्टीभित्रका नेताहरूबाट त्यो अपेक्षा गरेको छु भन्नुभएको थियो। यति हो मैले समग्रमा चाहिँ योभन्दा अब त्यति लामो कुरा भएको माध्यम यति सारांशमा भने मेरो भेट मैले चाहिँ रवि लामिछानेसँग अघिल्ला भेटहरूभन्दा अलि विशेष महसुस गरेँ, किनकि उहाँभित्र अझै उत्साह छ, उहाँभित्र अझै देश बन्न सक्ने बाटोहरू कयौं छ भन्ने जोश छ। यही उहाँमा कहीँ कतै पनि अब यो देश भड्कालोमा जान्छ भन्ने चिन्ता चाहिँ